हजुर सर नमस्ते। नमस्ते हजुर। हजुरको परिचय भनिदिनु पर्यो पहिला त। मेरो चाहिँ आङरिन्जी शेर्पा हजुर। अनि ठेगाना खिचिदेम्बा गाउँपालिका 5 ओखलढुङ्गा। हजुर ओखलढुङ्गा। अनि सर के व्यवसायमा लाग्नु भएको छ तपाईँ? आजभोलि त निकै चर्चामा हुनुहुन्छ सोसियल मिडियातिर पनि होइन। यो तपाईँ अर्ग्यानिक कुरामा एकदमै सेवा सुविधाहरू दिइराख्नु भएको छ भन्ने सुनेर हामी पनि आएको हो। के कुराहरू तपाईँले यो ठाउँमा सेवा दिइराख्नुहुन्छ? अहिले म सबै छ अहिले आयुर्वेददेखि लिएर अहिले अर्ग्यानिक सबै छ हजुर। यसो एकपल्ट देखाइदिनुहोस् न त हामीलाई पनि, दर्शकले पनि हेर्नुहुन्छ। यतैतिरबाट सुरु गर्नु सर। यो चाहिँ के रहेछ मेसिन? यो चाहिँ हजुर पिठो मिल हो। हजुर यो चाहिँ कम्पनी मिल हो। यसमा सबै राइस सबै पिन्छ हजुर। कम्पनी हो यसमा सबै हुन्छ। सबै किसिमको कुटानी गर्ने कुटानी पिसानी सबै हुन्छ हजुर। अनि केबाट आइटमहरू अरू? हाम्रो आइटम भनेको तपाईँको अहिले अब यो छ सेतो सिमी, हाम्रो लुक्ला सिमी। सेतो सिमी हजुर लुक्ला सिमी। त्यसपछि हाम्रो यो छ हाम्रो तिते फापर लेखाली फापर। हजुर लेखाली तिते फापर। यो भर्खर रोटी खान्छ हजुर रोटी ढिँडो खानको लागि हो। सुगर प्रेसर थाइरोइडको लागि यो भर्खरै पिने हजुर अलिक। अनि त्यसपछि अब यो भयो हाम्रो लेखाली मकैहरू भयो। यो वा भयो होइन हाम्रो लेखाली वा भयो। यो गो भन्नुभयो वा यो चाहिँ बर्खामा पाक्ने वा हो। यो चाहिँ अहिले हिउँदोमा पाक्ने हजुर। यो चाहिँ यस्तो हुन्छ हजुर। फरक टाइपमा हुँदो रहेछ हजुर। हिउँदो पाकी सेतो हुन्छ। त्यसपछि अब यिनीहरू भयो फापर तिते फापर सबै तिते फापर सब फापरहरू हजुर सबै फापर भयो। अनि अरू त्यसपछि हाम्रो यहाँ हाम्रो यता चण्डेश्वरीमा फलेको खिची चण्डेश्वरीमा फलेको धान यहीँको लोकल। हजुर यहीँको लोकल धान हजुर एकदम अर्ग्यानिक हाम्रो खिचिदेम्बा बा हजुर। खिचिदेम्बा होला यो चाहिँ। त्यसपछि हाम्रोमा बत्तीहरू छ। यो चाहिँ बुटेको हो। यसलाई बुटेर राख्यो। अब यसलाई चाहिँ अब हामीले सर्वप्रथम बनाउने हो। यसमा मकै गहुँ वा जौ सबै मिसाएर अनि त्यसपछि मिक्स गरेर अनि त्यसलाई सर्वप्रथम बनाउने हो। अनि यो सबै बत्ती हो। अनि चाहिँ यो अब चाहिँ यो चाहिँ कोदो भयो। कोदो हजुर। अरू यिनीहरू चाहिँ कौलो भयो। के भन्नुभयो? यो चाहिँ कौला हुन्छ नि रुखमा हुन्छ नि त्यो कौला रुखको त्यो बोक्रो ताचेर यो के काममा यसलाई चाहिँ अब राम्रोसँग सफा गरेर अनि यो कसरी यसलाई के गरेर खान्छ नि यसलाई? यो चाहिँ अब तपाईँको अब सेलरोटी खानको लागि भयो। सेलरोटीलाई अब लसाउँछ नि त लसाको लागि। अनि त्यसपछि अब ढिँडो खानलाई हाम्रो शेर्पाहरू चाहिँ किनभने कोदोको ढिँडोमा यो मिसाएर खाँदैन कि। अनि यतातिर सर यो भनिदिनु पर्यो। यतातिर यो चाहिँ बुटेको गहुँ हजुर। यो गहुँ भयो हजुर। यो चाहिँ ओवा भयो यिनीहरू ओवा भयो होइन। अनि त्यसपछि यो अब हाम्रो यहाँ खिचिदेम्बाको चना हजुर केरा भन्छ केरा लेखाले केरा हो। हाम्रो लेखमा फलेको हजुर। यो मकै पनि एकदमै भुटेरै राख्नु भएको छ हजुर। यो सबै हो। अब कसै अब यस्तोमा त कोही अब भुटेको मकै खोज्नुहुन्छ उहाँको लागि। त्यसपछि अब यो गहुँ वा सबैसँग मिक्स गरेर पिनेर पनि दिन्छ किने। सबै लोकलै आइटम हो है? सबै अर्ग्यानिक हजुर। हाम्रो विषायुक्त यो डल्ले खुर्सानी जस्तो पनि छ सर? यो डल्ले खुर्सानी सुचेको हजुर अगाबारी सुकाएर राखेको हजुर सुकाएर राखेको। भनेपछि त्यसो अब यहाँ निङ्ग्रो छ। यो अस्ति बैशाखेतमा यसलाई अब स्टिम गरेर सुकाएर राखेको निङ्ग्रो खोलाको निङ्ग्रो हजुर स्टिम गरेर आफैले टिपेर ल्याएको। त्यसपछि अब यो राजमा भयो। अनि यो यारमाङ भयो। यारमाङ त्यसपछि यो अकबरे खुर्सानीको अचार। अनि त्यो सबै यारमाङ होइन सबै। त्यसपछि यो चाहिँ लप्चीको अचार लप्सी हजुर। यो चाहिँ के अरे आमालाको अचार हजुर। यो चाहिँ चौरीको घिउ चौरीको घिउ हजुर। चौरीको घिउ भयो। अब यो बेसार भयो। चौरीको घिउ कस्तो भातसँग खान मिल्ने हो कस्तो? यो चाहिँ हाम्रो लेखाले किनभने चियासँग होइन त्यो पिठो थोरै सर्वप्रथम पिठो मिक्स गरेर त्यसपछि त्यसमा थोरै घिउ हाल्ने अनि त्यसपछि मजाले चलाएर खाने हो। बास्ना आउने लागि त्यसमा नि आउँछ राम्रो। यसमा के राख्नु भयो यो डिब्बामा? यो चाहिँ हाम्रो यारमाङ पिनेर यारमाङको अचार हो हजुर। यारमाङको यो त व्हाइट कलरमा यिनीहरू चाहिँ के अरे काउलो हो। काउलो भयो। त्यसपछि अब यो मुलाको अचार हाम्रो लेखाली यहाँको खिचिदेम्बाको लेखाली डल्ले मुलाको के अरे बुजुरी भनौँ न बुझी कोरेर सुकाएर राखेको। त्यसपछि अब हाम्रो यहाँको मसरुम छ रातो छेउ लेखाली रातो छेउ हजुर। यो चाहिँ राम्रोसँग स्टिम गरेर अनि त्यसपछि
सुगा राखेको अब त्यसपछि हाम्रो खिचिदामको अब अर्ग्यानिक भनेको अब यो तोरीको तेल भयो यो तोरीको तेल एकदम प्योर शुद्ध यो लिटरको 1000 रुपियाँ यो चाहिँ हाम्रो शुद्ध तोरी तेल अब यो पनि सबै हामीले यो सबै म आफूले बनाएको अचार हो मुलाको अचार डल्ले मुलाको अचार हजुर डल्ले मुलाको अचार यो पनि भयो त्यसपछि यो पनि डल्ले मुलाको अचार भयो यिनीहरू सबै भयो त्यसपछि यो चाहिँ हाम्रो फल्गी भन्छ फल्गी हजुर मकैले त्यो हरियो मकैलाई हजुर उसिनेर हरियो मकैलाई हाम्रो लेखामा हरियो मकैलाई उसिनेर त्यसपछि सुकाउने हो सुकाइसकेपछि त्यहाँबाट हामीले यहाँ के अरे मिलमा हाल्छ अनि यसलाई मिलमा फल्छ क्या हजुर चामल फलेजस्तो फोलेर त्यसपछि हामीले यो के अरे यो चामल होइन यो चाहिँ हाम्रो चन्देश्वरीको चामल बासमती चामल चन्देश्वरीको बासमती चामल हो त्यो छ त्यसपछि सरियो पिठो यिनीहरू चाहिँ कोदोको पिठो हो हजुर कोदोको पिठो हो यिनीहरू अब सबदम पिठो यिनीहरू सबदम पिठो हो अनि यिनीहरू सबै च्याउ सुजीको च्याउ हो यो सबै सबदम पिठो हो हजुर सबदम पिठो हो अनि त्यसपछि यो त्यही हाम्रो के अरे खर्सुबत दान भन्छ खर्सुबतै हुन्छ अब यो चाहिँ अलिक माथि माथि हुन्छ धेरै तल बेसीमा हुँदैन अलिक माथि माथि हुन्छ चाहिँ लेफ्ट साइड हजुर लेफ्ट साइड पाखे जानु हुन्छ नि हजुर हजुर यो पाखे जाने चाहिँ अनि चाहिँ फेरि अब रोटी खानको लागि डिनर खानको लागि हाम्रो च्याख्ला यो मकैलाई हाम्रो लेखाली मकैलाई फलिसकेपछि अनि फेरि त्यहाँबाट मसिनो पाराले पिनेर हजुर मसिनो पिनेर चाहिँ अब त्यसलाई रोटी खानु पनि भयो अथवा ढिँडो खले खानु पनि भयो अब सुप बनाएर खान्छ नि त अब मिक्स गरेर त्यसको लागि पनि भयो अब रोटी खानु त अब ढिँडो खानु के अरे ढिँडो खानु पनि भयो अनि त्यसपछि यो च्याख्ला भयो चाहिँ यो त च्याख्ला छ त्यसपछि यो यिनीहरू चाहिँ रातो च्याउहरू यो अघि त्यो रातो छ नि त्यो रातो च्याउको अचार चाहिँ यो चाहिँ अलिक अमिलो बनाएको लसुनहरू हालेर लसुनहरू हालेर अमिलो बनाएको अनि धेरै राम्रो लाग्यो अब तपाईँ एउटा युवा व्यवसाय पनि हुनुहुन्छ यति यो ठाउँमा बसेर पनि यति राम्रो व्यवसाय गर्नुभएको छ तपाईँ त्यो एउटा रोल मोडल नै भन्नुपर्छ तपाईँलाई तपाईँबाट अरू युवाले यो कुराहरू सिक्न जरुरी पनि छ एउटा ठाउँमा बसेर सम्भावना यति हुन्छ भन्ने कुरा तपाईँ एउटा उदाहरण पनि हुनुहुन्छ उहाँहरूको लागि अब तपाईँ तपाईँको यो सामानहरू कुन कुन ठाउँमा जान्छ या लोकलै ठाउँमा बेच्नुहुन्छ कि यो ओखलढुङ्गा जिल्लाभन्दा बाहिर पनि पठाउनुहुन्छ बाहिर पनि जान्छ हजुर यो बाहिरतिर पनि जान्छ बाहिर लानेहरू अब जान्छ अब चाहिँ अब ट्र्याक लगाएको छैन हजुर अब बाहिरबाट आउनेहरूले लान्छन् अनि जानेहरूले अब कोसिली लान्छन् होइन हाम्रो खिच्दा अर्ग्यानिकहरू अनि काठमाडौँतिर जाने अब बाहिरको मान्छे अब ग्राहक आउनुहुन्छ उहाँले अब यो रुचाएर लानुहुन्छ एकदमै सर अब सबैले मन पऱ्यो भन्नुहुन्छ धेरै खुसी लाग्यो अन्तिममा अब मैले सोध्न पनि धेरै कुराहरू छुट्यायो होला तपाईँसँग यहाँ थुप्रै सामान चाहिँ छोटो समय भएर धेरै एक एक कुराहरू डिटेल नेक्स्ट टाइममा देखाउनेछौँ तपाईँले टाइम दिनुहोला हामीलाई र अब अन्तिममा हजुर के भन्न चाहनुहुन्छ आफ्नो आम दर्शक या हजुरको यो दर्शकहरूलाई अब म के भन्न चाहन्छु भने अब अर्ग्यानिक खाउँ अब जीवन बचाउँ अनि निरोगी हौँ होइन निरोगी हौँ भन्न चाहन्छु अब किनभनेदेखि अब विषादी सामान अब धेरै नखाउँ हामीले अर्ग्यानिक खाउँ अर्ग्यानिक खाएर अब निरोगी हौँ भनेर हाम्रो मेरो त्यही छ कुरा एकदमै राम्रो सर अब हजुरले टाइम दिनुभयो हामीलाई टाइम दिएर सबै कुराहरू देखाउनु भयो धेरै खुसी लाग्यो दोस्रोपल्ट पनि तपाईँको यो ठाउँमा आएर एकदम सुन्दर ठाउँ रहेछ सुन्दर ठाउँ रहेछ पर्यटकीय हिसाबले पनि धेरै सम्भावना बोकेको ठाउँ त्यसैमा तपाईँको यति राम्रो बिजनेस व्यापार रहेछ सबै कुरा अर्ग्यानिक कुराहरू तपाईँले एभाइलेबल गर्नुभएको रहेछ धेरै खुसी लाग्यो अब यो अरूलाई पनि तपाईँहरूलाई पनि यस्तो किसिमको अरू यो चाहिन्छ सामान अर्ग्यानिक उहाँ सरको पसलबाट किन्न चाहनुहुन्छ भने सर एकपल्ट कन्ट्याक्ट नम्बर भनिदिनुहोस् हजुर एड्रेस सहित यताको मेरो फोन नम्बर 9845 1150 82 9845 1150 मा कन्ट्याक्ट गर्नु सम्पर्क गर्न सकिन्छ एड्रेस भनिदिनुहोस् सर यताको हाम्रो खिचडेम्बा गाउँपालिका 5 खिचडेम्बा अर्ग्यानिक पसल ओखलढुङ्गा हजुर ओखलढुङ्गा जिल्ला समय संवादको लागि धेरै धेरै धन्यवाद हजुरलाई थ्याङ्क यू